आज हामी एउटा यस्तो विषयमा अलि गहिरिएर जाँदैछौँ जुन लाखौँ मानिसहरूको आस्था र दैनिक जीवनको एउटा अभिन्न अङ्ग हो। हनुमान चालिसा। हो, हनुमान चालिसा। हामीसँग हिन्दू अमेरिकन फाउन्डेसन, नेपाल योग एकाडेमी अनि ज्योतिषीय विश्लेषण गर्ने वेबसाइटहरू जस्ता विभिन्न स्रोतहरू छन्। तर आज हाम्रो उद्देश्य के हो भने यो के हो भनेर मात्रै चिनाउने होइन, बरु यसको हरेक शब्द, यसको ध्वनि र त्यसभित्र लुकेका गहिरो अर्थहरूलाई केलाउने हो। चालिसा केवल एउटा भजन मात्र हो कि यो एक शक्तिशाली मन्त्र विज्ञान पनि हो? आज यही प्रश्नको उत्तर खोज्ने प्रयास गरौँ न। यो एउटा एकदमै उत्कृष्ट सुरुवात हो, किनकि हनुमान चालिसालाई हामीले 16औं शताब्दीका सन्त कवि गोस्वामी तुलसीदासद्वारा लेखिएको एउटा भक्तिमय स्तोत्र मात्रै भन्यो भने त्यो अधुरो हुन्छ। यसको जुन संरचना छ नि, 44 चौपाई, 2वटा परिचयात्मक दोहा अनि अन्त्यमा एउटा दोहा, यो आफैमा एक ध्यानपूर्ण अभ्यास हो। यसलाई केवल कविताको रूपमा हेर्दा हामी यसको वास्तविक शक्तिलाई सायद बुझ्न सक्दैनौँ। त्यसो भए यो आस्था र ध्वनिको सङ्गम हो। एकदम, यो आस्था र ध्वनिको एक जीवन्त सङ्गम हो। त्यसो भए यसको उत्पत्तिको कथाबाटै सुरु गरौँ न त, किनकि त्यो कथाले नै यसको शक्तिको आधार तयार गर्छ जस्तो लाग्छ मलाई। हो, एकदम। तुलसीदास भगवान रामका परम भक्त थिए, तर मुगल सम्राट अकबरसँगको उहाँको भेटले चालिसाको जन्म गरायो भन्ने कथा निकै प्रचलित छ, होइन? हो, र त्यो कथा निकै नाटकीय छ। भनिन्छ अकबरले तुलसीदासको प्रसिद्धि सुनेपछि उनलाई आफ्नो दरबारमा बोलाए अनि चमत्कार देखाउन दबाब दिए। हो, कुनै चमत्कार देखाउन दबाब दिए। तर तुलसीदासले आफू केवल रामको एक सामान्य दास भएको र आफूसँग कुनै चमत्कारिक शक्ति नभएको बताउनुभयो। त्यसपछि अकबरले उहाँलाई कैद गरे र त्यही कैदखानाको एक्लोपनमा सायद उहाँले हनुमानको सहारा लिनुभयो, होइन त? एकदम। भनिन्छ तुलसीदासले त्यही कैदमा 40 दिनसम्म हनुमानको ध्यान र स्तुति गर्दै हरेक दिन एक श्लोक रचना गर्नुभयो। त्यसैले 40 श्लोक चालिसा हो। अनि जब 40औं दिनमा यो चालिसा पूरा भयो, कथाले एउटा अविश्वसनीय मोड लिन्छ। के भयो? हजारौं बाँदरहरूको फौजले फतेहपुर सिक्री सहर र अकबरको दरबारमा एकैसाथ आक्रमण गर्यो रे। साँच्चै? हो, र यतिसम्म उपद्रव मच्चायो कि सम्राटको सेनाले पनि उनीहरूलाई नियन्त्रण गर्न सकेन। यो त कुनै चलचित्रको दृश्य जस्तो सुनिन्छ, तर यसको प्रतीकात्मक अर्थ के होला? के यो केवल एउटा कथा मात्र हो? यसको प्रतीकात्मक अर्थ नै सबैभन्दा महत्त्वपूर्ण छ। हेर्नुहोस्, बाँदरहरूको आक्रमणलाई हनुमानको शक्तिको भौतिक प्रदर्शनको रूपमा हेरिन्छ। यसले के देखाउँछ भने जब भक्तले शुद्ध हृदयले पुकार्छ, तब दैवी शक्तिले भौतिक बन्धनहरूलाई तोड्न सक्छ। मतलब अकबरको कैद एउटा भौतिक बन्धन थियो? हो, तर चालिसाले हामीलाई अहंकार, डर र अज्ञानता जस्ता मानसिक बन्धनबाट पनि मुक्त हुन सक्छ भन्ने सन्देश दिन्छ। अनि तुलसीदासको योगदान चालिसामा मात्र सीमित थिएन है? थिएन। उहाँले रामचरितमानसलाई संस्कृतबाट सर्वसाधारणले बुझ्ने अवधि भाषामा ल्याउनुभयो। यो निकै ठूलो काम थियो। आज पनि त अवधि भाषा बोल्ने धेरै छन् नि। हो, करिब 3 करोड 90 लाख मानिसहरू। यसले उहाँको कामको प्रभाव कति दूरगामी थियो भनेर देखाउँछ। त्यो कथाले चालिसाको शक्तिलाई स्थापित गर्छ, तर त्यो शक्ति आउँछ हनुमानबाट। उहाँको चरित्रलाई हाम्रा स्रोतहरूले कसरी व्याख्या गर्छन्? हामी उहाँलाई रामभक्त, शक्तिशाली भनेर त चिन्छौँ, तर त्योभन्दा गहिरो केही छ? अवश्य छ। स्रोतहरूका अनुसार उहाँलाई शैव परम्परामा भगवान शिवको 11औं रुद्र अवतार मानिन्छ। शिवको अवतार हो। अनि उहाँमा 3वटा गुणहरूको एउटा अद्वितीय सङ्गम छ। बल अर्थात् शारीरिक र मानसिक शक्ति, त्यो त भइहाल्यो। अनि बुद्धि अर्थात् विवेक र सही गलत छुट्याउने क्षमता, र विद्या अर्थात् ज्ञान, विशेष गरी आध्यात्मिक ज्ञान। बल, बुद्धि र विद्या। हो, यही 3को सन्तुलनले नै उहाँलाई सङ्कटमोचन बनाएको हो। उहाँ केवल शारीरिक रूपमा बलवान हुनुहुन्न, तर उहाँको बुद्धि र ज्ञानले हरेक सङ्कटको समाधान निकाल्न सक्छ। ल, अब चालिसाको त्यो पक्षमा प्रवेश गरौँ जुन मलाई सबैभन्दा रोचक लाग्छ। यसको मन्त्रविज्ञान हुन्छ। यसको हरेक श्लोकलाई एक शक्तिशाली मन्त्र मानिन्छ। पहिलो दोहाबाटै सुरु गरौँ न। श्री गुरु चरण सरोज रज निज मनो मुकुरु सुधारी।
यो केवल गुरुको प्रशंसा मात्र हो कि यसको कुनै गहिरो प्रक्रियागत अर्थ छ? यो चालिसाको साधना सुरु गर्ने पहिलो र सबैभन्दा महत्त्वपूर्ण चरण हो। चरणै हो। हो। यसको अर्थ हो श्री गुरुको चरण कमलको धुलोले आफ्नो मनरूपी ऐनालाई सफा गरेर। यहाँ मनलाई ऐनासँग तुलना गरिएको छ। ए ऐना? हो, जुन हाम्रो अहङ्कार, लोभ, क्रोध र भ्रम जस्ता विकारहरूको धुलोले धमिलो भएको हुन्छ। जबसम्म यो ऐना सफा हुँदैन, हामी आफ्नो वास्तविक स्वरूप वा परमात्माको रिफ्लेक्सन देख्न सक्दैनौँ। त्यसैले कुनै पनि मन्त्रको जप वा साधना गर्नुअघि यो आत्मशुद्धिकरण अनिवार्य छ। अनिवार्य छ। ए मतलब यो एक प्रकारको रिसेट बटन जस्तै भयो, जसले साधकलाई साधनाका लागि तयार गर्छ। ठ्याक्कै। अनि यो शुद्धिकरण पछि मात्रै वर्णो रघुवर विमल जसु जो दायको फलचारी अर्थात् रामको निर्मल यशको वर्णन गर्न योग्य भइन्छ। हो, अनि त्यसपछि मात्रै चार फल धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको बाटो खुल्छ। यो जग्गा हो। यसको प्रभाव ध्वनिको स्तरमा पनि हुन्छ भनिन्छ हो? एकदम सही। हिन्दू शास्त्रमा शब्द ब्रह्मको अवधारणा छ, अर्थात् ध्वनि नै ब्रह्म हो। मन्त्रहरू केवल शब्दहरू होइनन्। के हुन् त? ती विशेष ध्वनि कम्पन, भाइब्रेसन्स हुन्, जसले हाम्रो चेतना र शरीरको ऊर्जा केन्द्रहरू मतलब चक्रहरूमा प्रभाव पार्छन्। हनुमान चालिसा अवधी भाषाको चौपाई छन्दमा लेखिएको छ, जसको एक विशिष्ट लय र साङ्गीतिक संरचना छ। ए जब यसलाई सही तरिकाले गाइन्छ वा जप गरिन्छ, यसले उत्पन्न गर्ने ध्वनि कम्पनले मनलाई शान्त र एकाग्र बनाउन मद्दत गर्छ। त्यसो भए भूत पिशाच निकट नहीं आवे, महावीर जब नाम सुनावे जस्ता श्लोकहरू केवल अन्धविश्वास हैनन्, बरु एक प्रकारको सोनिक शील्ड वा ध्वनिको सुरक्षा कवचको अवधारणामा आधारित छन्। तपाईले ठ्याक्कै सही शब्द प्रयोग गर्नुभयो, सोनिक शील्ड। आध्यात्मिक दृष्टिकोणबाट नकारात्मक शक्तिहरू वा भूतप्रेत भनेको बाहिरी अस्तित्व मात्र होइन। हाम्रो आफ्नै मनभित्रको डर, चिन्ता पनि हो। हो, हाम्रो आफ्नै मनभित्रको डर, चिन्ता र नकारात्मक विचारहरू पनि हुन्। जब हामी हनुमान जस्तो अपार सकारात्मक ऊर्जाको प्रतीकको नाम जप जोड्छौं, त्यसले उत्पन्न गर्ने शक्तिशाली कम्पनले हाम्रो वरिपरि एक यस्तो ऊर्जा क्षेत्र बनाउँछ जहाँ यस्ता निम्न स्तरीय नकारात्मक ऊर्जाहरू टिक्न सक्दैनन्। त्यसैगरी नासे रोग हरे सब पीरा, जपत निरन्तर हनुमत बीराले पनि यही सिद्धान्तमा काम गर्छ। कसरी? निरन्तर जपले मानसिक तनाव कम गर्छ, जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र शरीरलाई आफै निको हुन मद्दत गर्छ। यो मनोशारीरिक यानि कि साइकोसोमैटिक स्वास्थ्यको एक प्राचीन रूप हो। यो त भयो आस्था र मन्त्र विज्ञानको कुरा। तर कुनै संशयवादीले यसलाई केवल मनोवैज्ञानिक प्रभाव मतलब प्लेसिबो इफेक्ट मात्र हो भन्यो भने त्यसको जवाफ के होला? यो निकै महत्त्वपूर्ण प्रश्न हो र यसको जवाफ छ हो, यो एक प्रकारले प्लेसिबो इफेक्ट हो, तर त्योभन्दा धेरै हो। त्योभन्दा धेरै? प्लेसिबो इफेक्टले पनि काम गर्छ, किनकि विश्वासमा शक्ति हुन्छ होइन, तर यहाँ त्योभन्दा गहिरो कुरा छ। आधुनिक विज्ञानले पनि स्वीकार गर्छ कि लयबद्ध जप वा मन्त्रोच्चारण, रिदमिक चान्टिङले हाम्रो वेगस नर्भलाई उत्तेजित गर्छ। वेगस नर्भ हो, जसले पारासिम्प्याथेटिक नर्भस सिस्टमलाई सक्रिय बनाउँछ। यसले हाम्रो मुटुको धड्कनलाई नियमित गर्छ, रक्तचाप घटाउँछ र तनाव हर्मोन कोर्टिजोलको स्तर कम गर्छ। त्यसैले चाहे तपाईँ यसलाई आध्यात्मिक शक्ति भन्नुहोस् वा न्यूरोलोजिकल प्रभाव, परिणाम एउटै हो, मानसिक र शारीरिक शान्ति। यसैसँग जोडिएको अर्को एउटा रोचक पक्ष छ, यसको ज्योतिषीय महत्त्व। हो छ। विशेष गरी शनि र मङ्गल ग्रहको नकारात्मक प्रभावलाई कम गर्न चालिसाको पाठ गरिन्छ। यसको पछाडिको तर्क के हो? यसको पछाडि पनि एउटा पौराणिक कथा र ज्योतिषीय तर्क दुवै छ। कथा अनुसार हनुमानले रावणको कैदबाट शनिदेवलाई मुक्त गराएका थिए। हो र? हो, त्यसबाट प्रसन्न भएर शनिदेवले वरदान दिए कि जो हनुमानको भक्त हुन्छ उसलाई मेरो नकारात्मक प्रभाव जस्तै साढे साती वा ढैयाले कहिल्यै सताउने छैन। एक मिनट, यहाँ साढे साती वा ढैया भन्ने शब्दहरू आए। ज्योतिषमा धेरै रुचि नहुने श्रोताका लागि यसको सरल अर्थ के हो?
सरल भाषामा 7.5 भनेको कुनै व्यक्तिको जीवनमा आउने 7.5 वर्षको एक ज्योतिषीय अवधि हो। 7.5 वर्ष? हो, जब शनि ग्रह उसको जन्मराशिको वरपरबाट गोचर गर्छ। यसलाई प्राय सङ्घर्ष, बाधा र कठिनाईको अवधिको रूपमा हेरिन्छ। अनि ज्योतिषीय तर्क नि? ज्योतिषीय तर्क यो हो कि शनि ग्रह अनुशासन, कर्म र न्यायको कारक हो, जबकि मङ्गल ग्रह ऊर्जा, क्रोध र साहसको। दुई फरक ग्रह, फरक स्वभाव। हो, तर हनुमानमा यी दुवैलाई सन्तुलनमा राख्ने अद्भुत क्षमता छ। उहाँमा मङ्गलको जस्तो अपार शक्ति छ, तर शनिको जस्तो अनुशासन र धैर्य पनि छ। त्यसैले उहाँको पूजा गर्नाले यी ग्रहहरूको नकारात्मक प्रभाव सन्तुलित हुन्छ भन्ने विश्वास गरिन्छ। एकदम। अब त्यो विषयमा प्रवेश गरौँ जुन चालिसाको सबैभन्दा रहस्यमय र शक्तिशाली मानिन्छ। अष्टसिद्धि नवनिधि के दाता असबर दीन जानकी माता। यो श्लोक माता सीताको वरदानले हनुमान 8 अलौकिक शक्ति र 9 दिव्य खजानाका दाता बन्नुभयो। यी अष्टसिद्धिको सूची त धेरै ठाउँमा पाइन्छ, तर त्यो सूची मात्र पढ्दा पाठ्यपुस्तक पढे जस्तो हुन्छ। यसलाई अलि जीवन्त तरिकाले छलफल गरौँ न। खुसी साथ। अष्टसिद्धिको वर्णन पतञ्जलिको योग सूत्र जस्ता प्राचीन ग्रन्थहरूमा पनि पाइन्छ। पहिलो हो अणिमा, आफ्नो शरीरलाई अणु जस्तै सूक्ष्म बनाउने क्षमता। जस्तै हनुमान लङ्कामा प्रवेश गर्दा सानो रूप धारण गरेर जानुभएको थियो ताकि कसैले नदेखोस्, तर यसको आजको जीवनमा के सान्दर्भिकता होला? यसको मनोवैज्ञानिक व्याख्या निकै सुन्दर छ। अणिमा अर्थात् सानो बन्नु भनेको आफ्नो अहङ्कारलाई सानो बनाउनु हो। अहङ्कारलाई? हो। जब हामी कुनै नयाँ कुरा सिक्न चाहन्छौँ वा कुनै समूहमा काम गर्नुपर्छ, तब हामीले आफ्नो मलाई पछाडि राखेर विनम्र बन्नुपर्छ। त्यो नै अणिमा सिद्धिको व्यावहारिक प्रयोग हो। त्रो विशाल बनाउने क्षमता, जस्तै सञ्जीवनी पर्वत उठाउँदा उहाँले प्रयोग गर्नुभयो। हो, र यसको मनोवैज्ञानिक अर्थ हो आफ्नो सोच र दृष्टिकोणलाई विशाल बनाउनु, सङ्कीर्ण सोचबाट माथि उठेर ठूलो लक्ष्यका लागि काम गर्नु। जब तपाईँ समाज वा राष्ट्रको हितको लागि सोच्नुहुन्छ, तपाईँ आफ्नो व्यक्तित्वलाई महिमा प्रदान गर्दै हुनुहुन्छ। अनि गरिमा र लघिमा नि? त्यसै गरी गरिमा अत्यन्त गौरव बन्नेले आफ्नो सिद्धान्त र मूल्य मान्यतामा अडिग रहनुलाई जनाउँछ, र लघिमा तौलविहीन बन्नेले जीवनका तनाव र बोझबाट मुक्त, हल्का र चिन्तामुक्त रहनुलाई जनाउँछ। वाह, मैले सधैँ अष्टसिद्धिलाई केवल अलौकिक शक्ति मात्र सोचेको थिएँ, तर यसको मनोवैज्ञानिक व्याख्या त साँच्चै सोच्न बाध्य बनाउने खालको रहेछ। हो, एकदम। बाँकी 4 सिद्धिहरू के हुन् त? प्राप्ति अर्थात् चाहेको कुनै पनि वस्तु वा स्थानमा पहुँच पाउने क्षमता। यसको अर्थ हो कडा परिश्रम र एकाग्रताबाट आफ्नो लक्ष्य प्राप्त गर्ने क्षमता। अनि प्राकाम्य? प्राकाम्य भनेको कुनै पनि इच्छालाई पूरा गर्ने अटुट इच्छा शक्ति हो। ईशित्व भनेको नेतृत्व क्षमता र प्रकृतिमाथि नियन्त्रण हो, जसलाई हामी आजको भाषामा इफेक्टिभ म्यानेजमेन्ट भन्न सक्छौँ। अनि अन्तिम? र अन्त्यमा वशित्व अर्थात् अरूको मनलाई नियन्त्रण गर्ने क्षमता, जसको सकारात्मक अर्थ हो आफ्नो वाणी र व्यवहारले अरूलाई प्रभावित र प्रेरित गर्ने कला। यो व्याख्याले त अष्टसिद्धिलाई हाम्रो दैनिक जीवनको सुपर पावर जस्तै बनाइदियो, तर कुराकानीमा नवनिधिको बारेमा खासै चर्चा हुँदैन। स्रोतहरूमा पनि यसलाई छोटकरीमा टुङ्ग्याइएको देखिन्छ। यी 9 खजानाहरू के हुन्? यो विषय प्राय ओझेलमा पर्छ, तर यो अत्यन्तै महत्त्वपूर्ण छ। नवनिधि अर्थात् 9 प्रकारका खजाना जुन धनका देवता कुबेरसँग सम्बन्धित छन्। कुबेरसँग? हो, तर यी केवल भौतिक धन होइनन्, बरु जीवनमा चाहिने विभिन्न प्रकारका समृद्धि हुन्। जस्तै पद्मनिधिले सुन, चाँदी जस्ता भौतिक सम्पत्तिलाई जनाउँछ, जुन सात्विक र परोपकारी कार्यबाट कमाइन्छ। महापद्मनिधिले त्यो सम्पत्तिलाई पुस्तौंसम्म टिकाउने क्षमतालाई जनाउँछ। अर्थात् वेल्थ क्रिएसन र वेल्थ प्रेजर्भेसनको अवधारणा? एकदम। त्यसै गरी शङ्खनिधि र नीलनिधि जस्ता निधिहरूले कला, सङ्गीत र ज्ञान जस्ता बौद्धिक सम्पत्तिलाई जनाउँछन्। यी निधिहरूले के सन्देश दिन्छन् भने साँचो समृद्धि भनेको भौतिक र आध्यात्मिक दुवै पक्षको सन्तुलन हो। हनुमान यी सबैका दाता हुन्, तर उहाँ आफै यी सबैबाट निर्लिप्त हुनुहुन्छ। त्यसो भए यी सबैको अर्थ के हो त? यो गहिरो छलफलपछि हामी के निष्कर्षमा पुग्न सक्छौँ? निष्कर्ष यो हो
कि हनुमान चालिसा केवल एउटा 40 श्लोकको भजन होइन। यो एक बहुस्तरीय आध्यात्मिक साधन, अ मल्टिलेयर्ड स्पिरिचुअल टुल हो। पहिलो तहमा भक्तिको कथा भयो तेस्रो तहमा यो ज्योतिषीय उपाय हो र चौथो सबैभन्दा गहिरो तहमा यो अष्टसिद्धि र नवनिधिको माध्यमबाट आत्मसुधार र सन्तुलित जीवन जिउने एक मनोवैज्ञानिक मार्गदर्शक हो। र स्रोतहरूबाट निस्कने सबैभन्दा ठूलो शिक्षा सायद यही हो कि यति अपार शक्ति र समृद्धि प्राप्त गरे तापनि हनुमान सधैँ रामका विनम्र र निस्वार्थ सेवक बनेर बस्नुभयो। तपाईले सार समात्नुभयो। उहाँको जीवनको सबैभन्दा ठूलो सन्देश नै यही हो, शक्ति र सिद्धि अहङ्कारका लागि होइन, सेवाका लागि हो। जति ठूलो शक्ति त्यति नै ठूलो विनम्रता र अनुशासन। एकदम अन्त्यमा एउटा गहिरो विचार छोडेर जाउँ। स्रोतहरूमा भनिएको छ, जबसम्म संसारमा रामायणको कथा रहन्छ तबसम्म हनुमान पनि यस पृथ्वीमा उपस्थित रहन्छन्। यो भनाइलाई हाम्रो आजको छलफलसँग कसरी जोड्न सकिन्छ? यो एउटा यस्तो प्रश्न हो जसले श्रोतालाई सोच्न बाध्य बनाउँछ। यदि हामीले यसलाई प्रतीकात्मक रूपमा हेर्यौं भने हनुमानलाई प्राण अर्थात् हाम्रो जीवन शक्ति, लाइफ फोर्स, र रामलाई आत्मन अर्थात् हाम्रो भित्री आत्मा वा चेतनाको प्रतीक मान्ने हो भने यो भनाइको अर्थ के होला? हो के यसको मतलब यो हो कि जबसम्म हाम्रो चेतना अर्थात् राम जीवित रहन्छ तबसम्म हाम्रो प्राण शक्ति अर्थात् हनुमान पनि त्यसको सेवामा समर्पित रहनुपर्छ? सायद हनुमान चालिसा त्यही प्राण शक्तिलाई अनुशासित गरेर चेतनाको सेवामा लगाउन